यसले के भन्छ, त्यसले के भन्छ, उसले के भन्छ, त्यसलाई राम्रो लाग्यो कि उसलाई, त्योसँग सरोकार नराख्नु है। पहिले मलाई राम्रो लाग्यो कि लागेन त्यो सरोकार राख्नु, आफूलाई। तपाईँ खुसी हुनुपर्छ पहिले, त्यसपछि बल्ल अरूलाई खुसी दिन। हेलो गाइज, नमस्ते सबैजनालाई। तपाईँ त सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै ठिकठाक छौँ र। तर मलाई भने धेरै दिन भयो कि रुगा खोकी ज्वरो आइराखेको, अनि त्यस कारणले गर्दा पनि आवाज एकदम क्लियर पनि छैन भन्दा हुन्छ। हेर्नुहोस्, भित्र बसी बसी एकदमै जाडो जस्तो पनि भयो। ज्वरो आए बेला जाडो त एकदमै जाडो हुन्छ, अनि त्यसैले गर्दा बाहिर घाम पनि तापौँ भनेर पनि बाहिर निस्केको। अनि त्यस पछाडि आज घर पनि एकदमै सुनसान भयो कि। सुनसान भने पछाडि हाम्रो सासू ससुरा हुनुहुन्थ्यो। सासू ससुरा हुँदाखेरि अलि बुढापाका भएको घर त अलि बढीलाई हुन्छ। त्यस कारणले गर्दा आज सासू र ससुरा घरतिर लाग्नुभयो। अनि त्यस पछाडि म फेरि भित्र कति एक्लै कति भित्र बसिराखौँ भनेर बाहिर खेतको अगाडितिर बसेर घाम तापिराखेको। हेर्नु साथीहरू, अनि मेरो सानो पुच्चेले फेरि पुत्लीको छ के सानो के खाएको पुत्लीको छ। खै देखाउ त कस्तो हुन्छ पुत्लीको छ भन्दै। यस्तो हुन्छ, मिठो हुन्छ यो। अनि जहिले पनि एउटै कपडा लगाउँछ, त्यसले पनि एकदमै मनपर्छ अरे कि त्यसलाई त पेलो हुड भन्ने कुरा। अनि टाउको पनि ढाके टोपी पनि लगाऊ, अनि त्यसलाई तातो पनि भयो, त्यही लगालगे गर्छ। अनि मैले फेरि मलाई पनि हल्का यही स्वेटर हुन्छ, यही कुर्ता, जहिले पनि यही कपडामा भिडियो बनाउनुहुन्छ भन्नुहुन्छ होला कतिपय साथीहरूले त।